वेलकम ब्याक टु एमएजे ब्लग। सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ अनिल हो अनि मेरो निकनेम चाहिँ के हो भनेर अब सुनाउनु पर्दैन होला। ल के छ दाजुभाइ दिदीबहिनी अनि गाइज के छ अनि खबर सबै ठिक छ होला नि। अनि म धेरै दिनपछि फेरि युट्युबमा भिडियो पोस्ट गर्नु खोज्दैछु। धेरै दिनपछि म फेरि ब्याक भइसक्यो। धेरै दिनपछि भिडियो हाल्नु खोजिरहेको छु। धेरै दिनपछि किन भन्नुहुन्छ भने नि मेरो मोबाइल बिग्रेको थियो। किन बिग्रियो भने नि मेरो मोबाइल ट्याक्क टोइलेट गइदिइरहेको सरक्क चाले होइन दाजुभाइ। ए कस्तो छ्यामाले टोइलेट गइदिइरहेको टोइलेट सार गइदिएको अनि ट्याक्क अब टोइलेटबाट निक्ल्यो होइन ट्याक्क टोइलेटबाट निक्लेर मोबाइल प्यान्टी फेरि अघि लुगा धुको क्या अघि लुगा धुको त्यही भएर त्यहाँ अलिकति कच्ची रहेछ नि त्यो कच्चीलाई ट्याक्क साइड लाग्यो होइन। ट्याक्क म यसरी मोबाइल हेर्दै गर्न टोइलेटबाट निक्लिँदै थियो ट्याक्क ठ्याक्क राख्ने भएको दाजुभाइ होइन ट्याक्क झरेर ब्ल्याङ्गै फुटिदिएर म त डिस्प्ले गयो होला भनेर छटपट भएको थिएँ तर झन्ड गएन छ डिस्प्ले। किनभने नि अनिलको हतपत मोबाइल डिस्प्ले जाँदैन मलाई थाहा छ। त्यसैले अरू के भन्नु अब त्यसैले अनि खानासाना खाइसकेर अनि ट्याक्क नुहाइ खानासाना खाएर ट्याक्क नुहाइ गरेर खानासाना खाएर अनि ट्याक्क अनि यहाँ आएको अनि ट्याक्क भिडियो बनाउने सोच आयो अनि ट्याक्क भिडियो बनाइदिएँ मैले। अब के भन्नु मोबाइल फुटेको थियो त्यही भएर अस्ति नै भिडियो हाल्नु पाइनँ। भर्खर हिजो अस्ति भर्खर बन्नेको त्यही हो गाइज के त्यही हो कुरा हो। अनि त्यसपछि अब अनिल चाहिँ ट्याक्क नुहाएपछि कहाँ जान्छ भनेर तिमीहरूले सोचिराखेको होला। अब अनिलको टार्गेट भनेको कहाँ जानु खोजिरहेको छ भने नि अब कहाँ जान्छ भने नि ट्याक्क अनिल उहाँ जानु खोज्दैछ। कहाँ भनेर एकछिन सोच्ने अलमल भएको छु क्या म पनि। कहाँ जाउँ आज कहाँ जाउँ ओ सेट आज त यार पैसै छैन यार। त्यही भएर पैसा नभएपछि कहीँ जाने अवस्था हुँदैन। त्यही भएर अनि रुममै बस्ने अवस्था हुन्छ। रुममा बसेर अनि यसरी प्यार बोल्ने अवस्था हुन्छ। त्यही हो कुरो केटा हो। अनि त्यसपछि मेरो आँखा चाहिँ अलिकति रातो भए नआएको डन्डी फोर निक्लेर यहाँ ट्याक्क केटा हो। मेरो डन्डी फोर कसैले फुटाइदिनु बसेर आयो फुटाओ भन्दिनँ म। भन्दिनँ अरे भन्छु म। कोलाई फुटाउनु मन छ बोली फेरि घरि के बोल्छ बोली के बोल्छ थाहा हुँदैन। केही बेला कति बेला कस्तो बेला कति समयको बेला कति मिनटको बेला कति के बार सबैतिर भनिराख्नु नपर्ला। कुन समयमा कतिखेर अब के मोड हुन्छ कस्तो मोड हुन्छ के बोल्छ प्याच्छ के बोल्छ अब झुकेर बोल्नु सक्छ कुनै जानी पनि बोल्न सक्छ। त्यही भएर म बोल्दा चाहिँ जानी कहिले बोल्दैन झुक्केर मात्र बोल्ने हो। अनि नत्र कहाँ प्याच्छु त्यत्तिकै बोल्छ। त्यही हो केटा हो। अनि त्यसपछि अनि अब म चाहिँ ट्याक्क रुममा बसिरहेको छु। रुममा बसेर अब के गर्नु पर्यो भनेर ट्याक्क यसो सोचायो। मोबाइल हिजो भर्खर बनेको अनि यसो भिडियो बनाउनु त पर्यो हाल्नु त पर्यो युट्युबमा। अनि नहालिकन के बस्नु त फ्यास्स खाली काम भएको बेला पो अलिक भ्याएन नहालौँ भन्नु। अब काम भएको बेला पनि अब भ्याउँदा बनाउने मान्छे हो अनिल। नभ्याउँदा मात्र अब बाध्यतै छ भने मात्र नबनाउने। नभए अनिलले भिडियो चाहिँ दिइराख्नु खोज्छ युट्युबमा। त्यही घरि के हुन्छ घरि मोबाइल के हुन्छ घरि मोबाइल पछारिन्छ घरि मोबाइलै फुटिदिन्छ घरि मोबाइलकै भित्रको ब्याट्री साटी के बिग्रिन्छ ब्याट्री सकिन्छ। अब त्यस्तै त हो नि केटा हो। सधैँ त अब कहाँ एउटै एकै नासै हुन्छ त्यो पनि सोच्नुपर्छ भन्ने जस्तो लाग्छ मेरो धारणा। अब मेरो उचित त्यस्तो लाग्छ मलाई चाहिँ होइन। अब तिमीहरूलाई के लाग्छ ट्याक्क अनिलको लुगा ठ्याक्क त्यहाँ छ। त्यहाँ लुगा भएपछि अनि अनिलले ट्याक्क त्यहाँ लुगा राख्छ। अनि त्यसपछि लुगा धोएर चाहिँ उता राखेको छ अहिले बाल्टिङमा त्यहाँ बाल्टिङमा त्यहाँ बाल्टिङमा अरे के अरे आरीमा
अनि त्यसपछि त्यही हो केटा हो। अरू म के भन्नु अब तिमीहरूलाई, मेरो रुम त अब सधैँ देखेकै हो रुम। अनि त्यो नाङ्लो त्यो देखेकै सबै छ, भित्ता यो कालो सेतो यो के फुस्रे त के भन्नु देखेकै हो। अब म तिमीहरूलाई के भन्नु, अब अनिलले भिडियो बनाउँछ तर टाइन तुइको बनाउँछ टाइट। यस्तो पनि भिडियो बनाउँछ अनिलले, यस्तो पनि भिडियो बनाएर हुन्छ जस्तो लागेको होला। अब भिडियो भनेको चाहिँ मलाई कस्तो लाग्छ भने आफ्नो चोइस हो, जस्तो जस्तो बनाए पनि अब कसैले अब खत्रै बनाउला, कसैले अब नखत्रै बनाउला, सबैको एउटै हुँदैन केटा हो। त्यही भएर अब सबैको एउटै हुँदैन, अब सबैको एउटै हुने भए त अनि सबैजना मान्छेको एउटै फेस हुन्थ्यो होला, सबैको अनि एउटै हुन्थ्यो होला, के अरे नाक, अनि सबैको एउटै दाँत हुन्थ्यो होला, अनि सबैको एउटै आँखा हुन्थ्यो होला। हुनु त एउटै हुन्छ तर फरक फरक किसिमको हुन्छ, सिगान हुन्छ होइन। त्यही हो। अब त्यसपछि अब अनिलले भिडियो बनाउँछ बनाउनु त टाइम दुई एडिट नगरिकन फ्यास जस्तो आयो त्यस्तै गयो भनेको जस्तै लतत बनाउँछ, लतत हाल्छ भनेको होला। अब म चाहिँ के जस्तो लाग्छ भने ब्लग भनेको चाहिँ मलाई, अब ब्लग भनेको चाहिँ कस्तो हो भने नि, अब एडिट के गर्नु, ब्लग भनेको चाहिँ डाइरेक्ट क्या एडिट पनि नगरी जस्तो छ त्यस्तै प्ल्याट हालिदिने जस्तो लाग्छ अब ब्लग भनेको। अब त्यो एडिट गर्छु पनि होइन, तर त्यो अलिक त्यो धेरै एडिट गरेको पनि त्यो चाहिँ मलाई अलिकति जस्तो लाग्छ, के अरे के जस्तो लाग्छ भने त्यो त अलिकति ब्लग तरिकाको जस्तो लाग्दैन। त्यो पनि भिडियो त भिडियो तर खत्रै खालको भिडियो हुन्छ एडिट गरेको। तर ब्लग भनेको चाहिँ के हो, जस्तो छ त्यस्तै क्या, ल त अब जे बोलेको त्यही, त्यसपछि नकाटिकन, अनि त्यसपछि केही धुनसुन नलाइकन, अनि त्यसपछि अब ब्लगमा भनेको चाहिँ खासमा मलाई धुन चाहिँ लाउने होइन जस्तो लाग्छ। अब ब्लग भनेको चाहिँ अब हाँसेको सासेको लाउँदा ठिकै हुन्छ, त्यो धुनसुन लाएर त्यो चाहिँ जस्तो लाग्दैन। अब मेरो अनुसार चाहिँ अब मलाई थाहा भएको होइन त्यस्तो लाग्छ। अब कहाँ त्यस्तो मेरो सोच जस्तो हुन्छ सबैको टाइट यो गुले हावा जस्तो, हावाले भनेको जस्तो कुरो पनि कहीँ सत्य हुन्छ जस्तो हुन्छ लाग्छ होला, तर हुनु पनि हो कहाँ। अब ट्याग त्यो धुनसुन नलाइकन अनि अलिकति उनी माहौल नि देख्दैन, के हो फ्यास बनाएको छ हालेछ, के हो पारा तेरो भन्छ होला होइन। पारा केही होइन, मलाई चाहिँ मैले भनेकै जस्तो त्यही जस्तो छ त्यस्तै हाल्नु मन लाग्नु थाले, त्यही भएर हाल्ने बानी हो। अनि अब के भन्नु त, अब त्यही हो कुरो। अब अहिले चाहिँ कोही छैन, म एक्लै हो रुममा, त्यही भएर ट्याक्क बसिरहेको छु। अनि उल्टी आउनु पर्छ यार घरिघरि, के भएको धेर खाना खाएको त्यस्तै हुन्छ है केटा हो। अनि त्यसपछि त्यही हो केटा, अब पात पनि आएको बेला पात दिनुपर्छ प्लाट त। अनि त्यसपछि छ्या थुक्क एउटा रुममा बसेर भिडियो त्यो ठुल्ठुलो कुरा गरे जस्तो चाहिँ नसोचे पनि हुन्छ। म कसैलाई नराम्रो सोध्ने मान्छे चाहिँ होइन, सबैलाई म के अरे के भन्नु, अब सबैलाई माया लाग्छ भनेको मतलब म कसैलाई केही भन्नु मन लाग्दैन, फ्यास जस्तो लाग्छ क्या, कसैलाई केही प्याच भन्नु पनि मन लाग्दैन जस्तो लाग्छ मलाई चाहिँ। अब के भन्नु, अब त्यही हो कुरो केटा हो। अब मन पराउनेले पराउँछ, नमन पराउनेले पराउँदैन, त्यही हो। अनि त्यसपछि अनि मेरो बानी चाहिँ के छ भने नि, अब रुममा ट्याक्क अब कामसाम भ्याइसकेपछि अब म त ट्याक्क मासु पसलमा काम गर्छु नि। अनि त्यसपछि बिहानभरि ट्याकटुक मालहरू खसीहरू मारमुर हानिदिएर अनि त्यसपछि अनि बेचब्याच यताउता गरेर 9, 10, 11, 12 बज्छ कोहीले ढिलो भनेको। अनि त्यहाँदेखि चाहिँ ल्यात 2-3 बजे उठेर अनि फेरि पसलमा बसेर अनि ट्याक्क अनि 7 साढे 7 बजीसम्म पसल खोल्छ। अनि त्यसपछि फेरि सुताइ हुन्छ। सुतेपछि बिहान फेरि कुनै बेला अब आफूलाई 2 बजे पनि उठाइ हुन्छ, 3 बजे पनि उठाइ हुन्छ।
4 बजे पनि उठाइ हुन्छ, 5 बजे पनि उठाइ हुन्छ, कुनै बेला काम नभएको बेला 6 बजे उठाइ पनि हुन्छ। त्यस्तो हो केटा हो। त्यही भएर अब अनिल यतैतिर भिडियो इन्ड गर्नु जान्छ, अनिललाई निन्द्रा पनि चाहिन्छ, अनिल सुत्नु पनि पर्छ। त्यही भएर आजको लागि भिडियो म यतैतिर इन्ड गर्न चाहन्छु। र सबैलाई माया छ सबैलाई मेरो चाहिँ मनदेखि नै सबैलाई मन पराउँछु म। सबैजना राम्रो छ, सबैजना राम्रो गरिरहेछ, सबैले राम्रै गर्नुपर्छ जस्तो लाग्छ। त्यसैले आजको लागि यतैतिर म भिडियो इन्ड गर्न चाहन्छु। अब अनिललाई निन्द्रा पनि चाहिन्छ। त्यही भएर आजको लागि यति नै केटा हो। ल अर्को ब्लगमा फेरि अर्को ब्लग पनि आउँछ, फेरि कस्तो आउँछ भनेर सोचिराखेको होला। त्यतिखेरै थाहा हुन्छ अनिलले राम्रै कुरा बोल्छ होला कि नराम्रो कुरा बोल्छ कि त्यही कुरा बोल्छ कि त्यही कुरा त बोल्दैन। तर फरक हुन्छ बोली। मेरो एउटै भिडियोमा एउटै बोली त अब भोलि नि बिर्सिन्छ। अब अहिले बोलेको अहिले बिर्सिहाल्छ, अहिले बोलेको फेरि बोल्न आउँछ त नि। अघि मैले के बोलेँ त्यो बोल्न आउँछ, फेरि दोहोऱ्याएर त्यही सबै भन्न आउँछ। त्यस्तै हो, फरकै हुन्छ बोली। त्यसैले आजको लागि यतितिर गर्न चाहन्छु। अनिललाई निन्द्रा चाहिन्छ, अब अनिल सुत्छ। ल ब्याक अर्को ब्लगमा भेटौँ। ल केटा आजको लागि यति नै।